बुवा नमस्कार। नमस्कार। हजुर कहाँबाट आउनुभयो नि? म बारा जिल्ला निजगढ नेपालबाट। नेपालबाट। हजुर। के समस्या ल्याउनु भएको थियो? मेरो यो पाखुरा यहाँसम्म दुखेको थियो। हजुर। अहिले यहाँ उपचार पाएँ, सुनेर यहाँ आएको। अहिले निकै आराम भएको छ 2 दिन। कति समयदेखि थियो नि यो समस्या? कहिलेदेखि दुख्या थियो? यो मेरो समस्या 1 वर्ष जति भयो। 1 वर्ष भएको थियो। हजुर। 3 दिन आउनु पर्यो। 3 दिन। अहिले आराम भएको छ? अहिले निकै आराम भयो। अनि यहाँ उपचार गर्दा औषधि खान त परेन होला? औषधि खानु परेको थियो। चुम्बकबाटै भयो सबै? चुम्बकबाटै। हातमा लगाएका चुम्बक यिनै हुन्? एकपल्ट देखाइदिनुहोस् न, हातको चुम्बक देखाइदिनुहोस् न। चुम्बक अर्को हातमा पनि लागेको छ? लागेको छ। ए ल। अनि उपचार गर्दाखेरि पैसा धेरै खर्च भयो जस्तो मान्नुभयो कि नै? छैन, धेरै उपचार गर्दा थोरै पैसामा भयो? थोरै खुसी हुनुहुन्छ? खुसी। अरू बिरामीलाई केही भन्न चाहनुहुन्छ? अरू बिरामीलाई पनि भन्न चाहन्छु, आउनुहोस्, यो जयगाउँमा छन् होइन। उहाँको चाहिँ नयाँ टेक्नोलोजी भनौँ न, नयाँ विधि है छ, नयाँ विधि रहेछ। काम गर्दो रहेछ यसले। यसले काम गर्दो रहेछ। हजुरले नेपालबाट जे सोचेर आउनु भएको थियो त्यो भेटाउनु भयो यहाँ? पाइयो? भेटाएँ। है छ। रहेछ। अब हजुरको अझै एउटा जिम्मेदारी बाँकी छ है। के भनी आजबाट छुट्टी भयो? आजबाट हजुरको छुट्टी गरिया छ। छुट्टी अब घरमा गएर लगाउने हो केही दिन। केही दिन लाउँदाखेरि लगाउने। अब हामीले सिकाउँछौँ, त्यसलाई लगाइदिनु पर्यो। जान्नु भएन भने हामीलाई सोध्ने हो। हजुरले घरमा गएर उल्टापाल्टा नलगाउनु होला। उल्टापाल्टा भयो भने फेरि यो दुखाइहरू घटेर आउँछ, यो फेरि निस्किन्छ कि। सही तरिकाले भनेको टाइमसम्म लगाइदिनु पर्छ, अनि बल्ल पुरै सन्चो हुने हो। जान्नु भएन भने हामीलाई सोध्नुहोस् है, हामीले सिकाउँछौँ है त। हस् हस्, धन्यवाद धन्यवाद।